नमस्कार सम्पूर्ण साथीहरू, स्वागत छ GDRS ब्लगमा। अब खाजा ब्रेक, सुरक्षित यात्रा गर्नुहोस्। के छ रेडी हो ड्युटी हैन होला राडी होला CF मोटो MT 12.5 लाख बसन बस भयो सुन्दै पनि जाने सुन्दै सुन्दै बाइक 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 ओ मर्दै मलाई लाइसेन्स 5,000 आउँछ त्यहाँबाट एकदिन पाल्पा जाम लाग्यो अहिले त होइन पहिला भेना चाहिँ जान्छ र 2-4 दिन जानु पऱ्यो हातमा खानु पऱ्यो यहाँसम्म 2मा जान्छ फाल्टा फाल्टी भएर मिल्दैन दुधो हिजो मलाई एक्लैलाई 2 निकै छैन मिलिसक्यो त हिजो मलाई एक्लैलाई 2 मिलिन्छ सबै एक्लै त यहाँबाट 2मा जान्छ त्यहाँबाट यहाँ लाउनुपर्छ हाम्रो त उठ्छ नि यहाँको उठ्छ नि उकाल्छ नि त्यो पनि एक हो
एक दुई हो क्या एक्लो जाँदा हाम्रो कति हो होला 125 ए वाइबिआर जस्तै त उसको छ नि रिन्दा गरेको छ नि हो त्यस्तै त हो त्यो च्यानल हो त्यही त हो भनौँ अब वाइबिआर वाइडेक्स त स्वादी हुन्छ क्या माटो 110 सीसीको हुन्छ होइन तर हो त्यसको तनाइ पनि भोवाल हुन्छ वाइडेक्सको त यमा कम्पनीकै बाइक हो कि नै तर देखिनमा ठ्याक्कै हिरो होन्डा हिजो हो कि नै तर तनाइ पनि त्यस्तो त्यस्तो भोवाल हुन्छ मलाई फोन गर्छु कहिले आज हिँड्ने चाहिँ हिँडेको बेला हिँडेको नै पैसा दिएर मेसिन जानु हेर्न 50 गएर पेट्रोल त चाहिएन नि 500 पेट्रोल हाल्दै मागेर आइन्छ म लाग्छ कौन सा चाहिए बाइक ला 18 किलोमीटर तो हो जाना 18 19 किलोमीटर 19 किलोमीटर हाँ 1 लिटर हाँ 1 लीटर पुगिन्छ क्या 500 को हाल्दा 2 लिटर 50 ml आउँछ वहाँ पुगेर नि आइन्छ 500 पेट्रोल पम्पमा आउँछ क्या 2.5 लिटर आउँछ क्या टुस टाइम नि भनेको म त यो थाहा हो कि कच्चीबाट हो कि नि अब हाइवेमा गएपछि तँलाई थाहै छ हाइवेमा गएपछि तँलाई थाहै छ यति मान्छेले आफ्टर बाइक चलाउने आउने घरहरू क्या पछाडि बस्नु डर लाग्छ त्यही चाहिँ हो क्या पछाडि बस्न डर लाग्छ क्या मलाई पनि त त्यही हो क्या डर लाग्छ पछाडि बस्नु झ्याप्पामा जोतेको बाइकको उसाल्छ नि म पछाडि बस्दिनँ नि एक्लै चलाउँदा त कस्तो डर लाग्छ मलाई हो त्यही म पनि हिँड्दैछु नि त बाइकमा त कुद्न खान्दिनँ कसैलाई जान्छ अमृतेशन पनि जाने छ अमृतेशन कहाँ कति छ र कति छ र रेस कम हो नि हो कि नि त्यसपछि होस् हुन्छ नि गियर ठुलो हुने होइन जस्तै 2 नम्बर गियर भयो 3 नम्बर गियर भयो भने थालिन्छ क्या एक्सिलेटर कम भयो भने
मेरो मामालाई त बुढीले खानेको अरे मेरो मामालाई त बुढीले अरे बुढीले जस्तो भनेको तर भन्दा चाहिँ भन्दै मैले भात पकाएर खान्थेँ होला हो राति सुतेको बेला क्या अझै भन्न लाखा भन्ने थाहा भयो अरूसित लाछ भन्ने थाहा पाएको छ नि भने बाँकी बाँड्ने बोर्तोकै हातखुट्टा भाँचेर राख्ने बोर्तो हो कि त्यस्तो बेसी हो कि लाखा भन्दा त भएन केही होइन तर आज यसो खौरा तुकाने डक्टर बुटुल बस्छ मेरो बुटुल त्यही अगाडि आइसियो होला अहिले भाइ माछा बम्बई छ तर भाइ बाउसित बाउ त्यही साइडमा आउने मसित भिडियो बनाएर बस्छु मरो बाउ पनि आमा मरि बाउ मरो त्यसमा गएर ल्यापटप पारेँ घरैमा गयो नि छोरा खान्नको भाइ यार दुई बहिनी छ नि दुई बहिनीलाई दुई बहिनी छोरा खान्न दुई बहिनी छ नि दुई बहिनीलाई भयो अरू त के हो कि नि एउटा केटी पट्टा हो मैले है किन है तर खाँचो एउटा केटी पट्टा हो किन गफर पनि मैले सिन्डिकेट छ मैले मेरो सुन्थ्यो अहिले आउने बेला पछि लाग्छ हुन्छ मेरो सानो मोबाइल छ नि हो त्यस्तै भिडियो बनाउनु उसको लागि युट्युबको लागि टिकटकको लागि बनाउनुपर्छ बोल्दा साथी इफ हाम्रो राख नाति नाच्दै हेलो गाइजहरू होइन आज चाहिँ हामी यो के भन्छन् गरे फलाटेर भड्का जोड्ने पुलमा छौँ होइन यस्तो छ यो चाहिँ यता चाहिँ छन् अरू पनि छन् टन्नै छ मान्छे चाहिँ आज चाहिँ यसो घुम्न आएको हामी है हेर्नुहोस् यो पुल चाहिँ जाँदै हल्लिँदो रहेछ
मैले त मेरो लागि त कुच्चे दौड न दौडिन्छ दौडेको दौडिन्छ भनेको त मलाई रङ साइडमा हिँड्न मलाई मन पर्दैन क्या है रङ साइडमा हिँड्नु दौडेको बेला त्यहाँ मान्छे जाएन फेसै नै डुम गरिसक्यो भने त फेसियो नि भाइ फेसियो के छ तर मैले गरेको हाने त पनि अर्को पनि हान्ने भयो अर्को फेरि कहाँ नेपाली लेखेको रेडियो हो डुटे होइन होला राडी होला नेपाली लेखेको राडी नेपाली लेखेको रेडियो पढेको त चाहिन्छ घाँस मलाई हो त्यस्तै बाइक किन्न मन लागेको ऊ त्यहाँ छ नि एमटी लेखेको हो त्यहाँ कला ऊ त्यो बाइक किन्न मन लाग्यो भित्री त्यो त एमटी
सिएफ मोटो एमटी 12.5 लाख कहाँ छ नि मेरो खाली